आज विजयादशमीको नवमी तिथि बलिदिने दिन महालक्ष्मी महा सरस्वती महाकालीलाई महिषासुरको प्रतीक रागो पहिलो बलिदिने हाम्रो संस्कृति अनुसार यहाँ सुरुवात हुँदैछ। पुजारीहरू यहाँ चाहिँ घुम्दै हुनुहुन्छ, जो अस्ति भोजन गरेर हिजो निराहार बस्नु भएको छ र चोखो बस्नु भएको छ। अहिले यी उहाँहरूसँग जोडिएका खुँडाहरू दरबारबाट प्राप्त भएका चन्द्र सूर्य अङ्कित खुँडाको बिचमा सुन रहेको छ। सुनको एउटा चाहिँ चन्द्र आकारको एउटा चाहिँ सूर्य आकारको खुँडाहरू प्रयोग भएका छन्। यी खुँडाहरूबाट यो महिषासुरलाई वध गर्ने क्रममा एउटाले चाहिँ अलिकति मात्रै काट्ने र अर्कोले छिनाल्ने विधि हुन्छ र केही नाचगान र महिषासुरलाई चाहिँ गिज्याउने भनेर यहाँ चाहिँ केही छोटो नाटक जस्तो उहाँहरूले चाहिँ अभिनय पनि गर्नुहुन्छ। ल यो सुरुवात हुँदैछ। सम्भवतः हाम्रो सायद आइसकेका हुनाले 11:56 भनेर सायद भनिएको रहेछ। सुरुवात हुँदैछ। दर्शकहरू हुनुहुन्छ, उहाँहरू घुम्दै हुनुहुन्छ। उहाँहरूको हातमा दुइटै पुजारीको हातमा केरा छन्। यहाँ चाहिँ 5 जना पुजारी हुनुहुन्छ, उता चोखो बसेका पुजारी उतापट्टि हुनुहुन्छ र अहिले तयारी अवस्थामा हुनुहुन्छ। अब उहाँहरूले केरा पछाडिबाट काट्नुहुन्छ र यताबाट पनि केरा काट्दै हुनुहुन्छ। त्यसपछि अब उहाँहरू तयार भएर हतियार सफा गर्नुभयो। अब उहाँहरू तयारी अवस्थामा हुनुहुन्छ। मैले यो यही लेभलसम्म अगाडिको मात्रै खिच्नेछु, बलि दिएको खिच्ने छैन र यो हाम्रो प्रक्रियाहरू सबै गाउँले दाजुभाइ हुनुहुन्छ, सबैले यहाँ खिच्दै हुनुहुन्छ। ल सबैलाई शुभकामना। नवरात्रि आज नवमीको दिन सबैलाई हार्दिक शुभकामना छ। सुख शान्ति समृद्धि र जसरी हाम्रो सम्पूर्ण नेपालका शक्तिपीठहरूमा चाहिँ आज यति बेला यो साइतको रूपमा चाहिँ सबै ठाउँमा हुँदैछ। यहाँ पनि सुरुवात हुँदैछ। उहाँहरू तयारी अवस्थामा हुनुहुन्छ। जय दुर्गे।